साथीहरु आज नि मेरो मम्मीको बर्थडे हो। आज कमेन्टमा ह्यापी बर्थडे लेखिदिनुहोस्। अनि मेरो आज परीक्षा पनि हो। आज मेरो भोलि नेपालीको परीक्षा हो। आज चाहिँ इंग्लिशको 15 गते हो मेरो मम्मीको चैत 15 गते। याद राख्नु होला। यो भिडियोलाई चाहिँ एउटा पनि स्किप नगर्नु नि। तपाईको एक्जाम पनि मलाई भनिदिनुहोस्। यहाँ मम्मीले पनि काम गर्दै हुनुहुन्छ। यहाँ हाम्रो आँपहरु रोपेको छ केरा। मम्मी अनि देख्नु भएको होला यहाँ डोको पनि छ, यो कोदालो पनि छ, सिया पनि छ। अस्ति पनि म 10 गते मामालाई गएको थिएँ मामा घर। म चाहिँ मामालाई भन्छु, मामालाई कर। तपाईहरु पनि मामालाई के भन्नुहुन्छ होला? मामा नै भन्नुहुन्छ होला, मलाई थाहा छैन, भन्नुहोस्। अनि तपाईले के कुल्फी आइसक्रिम त खानु भएको छ नि? छैन भने लाइक गरिदिनुहोस्। अनि छ भने सब्स्क्राइब गरिदिनुहोस्, तब मलाई थाहा हुन सक्छ। मेरो नि 6 वटा किताबहरु छ अनि 7 वटा परीक्षा दिने क्या लोकलको पनि हुन्छ नि। अनि आज मैले नि मम्मीलाई नि रेड बुल गिफ्ट गर्देको। तपाईहरुले अब पनि आफ्नो मम्मीलाई के गिफ्ट दिनु भएको होला नि? मलाई भनिदिनुहोस् के गिफ्ट दिनु भएको छ। अनि तपाईको मम्मीको बर्थडे पनि भनिदिनुहोस्। मेरो बर्थडे पनि कटिसक्यो। फागुन 15 गते, बाबाको चैत 10 गते र मम्मीको चैत नै हो 15 गते। अनि मेरो बहिनीको चाहिँ असार 8 गते या 6 गते। मिस्टेक भयो नि। अनि तपाईको परिवारको बर्थडे पनि भनिदिनुहोस्। मलाई आफ्नो हजुरबाको चाहिँ थाहा छैन क्या। अनि हाम्रो चाहिँ कति धेरै बाख्रा छ कि लाइनमै जादिन। घरि कतातिर फस्किन्छ। अरू त हुन्छ नि खोर त्यहाँ हो त्यहाँ। अनि गाई बच्चा पनि छ। हाम्रो सुँगुरको 12 वटा बच्चा छ। तपाईहरुको पनि सुँगुरको कतिवटा बच्चा होला? गाईको कतिवटा बच्चा होला? मेरो बच्चा चाहिँ यो चाहिँ मलाई नि उमाले दिनुभएको सुँगुर र आदि पनि उमाले दिएको बाख्रा हो। अनि एउटा बाख्रा पाएको थियो क्या सानो बच्चा। सानोमै मर्यो। के खालको बाख्रा हो? मारिदिने पर्ने। मेरो मामी नि मेरो गाउँको नाम चाहिँ डिकुवा हो। तर मम्मी नि मेरो मामा घरमा बस्नुहुन्थ्यो त। अनि बाबाले यता ल्याउनु भएको। अनि नि मेरो शुक्रबार बर्थडे भएको थियो। खै त सुन्नुहोस्, तपाईहरुको पनि केही गुड त हो र नि आफहरुमा। हेर्नुहोस् हाम्रो पनि छ। त्यहाँको चाहिँ छ एउटा गुड देखेको थिएँ। यहाँको देखेको छैन। यहाँको पनि देखेको छैन। अनि हाम्रो कुखुराहरूले नि यति सुली हक्छ
पर्ने पर्ने के गर्नु हौ यहाँ हेर्नु मेरो मामा घरमा नि स्विमिङ पुल बनाएको छ नि मेरो इक्जाम पछि नि म उता पौडी खेल्न जाने नि केही चिन्ताको पनि छैन नि आया आया हेर्नुहोस् चल्ला अड्क्यो चल्ला त चल्ला माछा राख्ने ठाउँ गुङ्गीहरू पनि राख्ने गुङ्गी त कस्तो हुन्छ तपाईले देख्नु भएको छ भने लाइक र सब्स्क्राइब दुईटै गर्नुहोस् बुझ्नुभयो अनि त्यो बोट छ नि तीसम्म म बाख्रा नपाउँछु त्यो थिरे आपाको घर हो नि अस्ति त्यहाँ नि हिजो कि अस्ति आमा बुबाले नि आमालाई काटिदिनु भएको नि आमाले पनि बुबालाई काटिदियो केर काट भएको छ अनि उसको छोरी पनि छ नि ठुलो भइसक्यो नाम त नि प्याके फुपू हो नि मैले प्याके फुपू पर्छ राई हो थाहा छ मेरो मम्मी नि अम्बुले हो नि अम्बुले राई मलाई पनि अलि अम्बुले आउन थालेको छ नि पहिला त म खत्तम थिएँ अहिले त आइसक्यो ओइ तपाईले हाम्रो घर त देख्नु भएको छैन होला नि म अर्को भिडियोमा तपाईलाई देखाउँछु हुन्छ तपाईले त सबै गेम खेल्नु भएछ तर एउटा माइनक्राफ्ट भन्ने गेम छ त्यो पनि खेल्नु भएको छ एउटा गेम त्यस्तो त्यो नि एउटा एपबाट सर्च नि म देखाउँदिनँ के तर मेरो गाईको नाम चाहिँ लाली हो बाछाको नाम चाहिँ के होला बाछी हो बाछी बाछा होइन बाछी यो सुँगुरले नि हाम्रो ढोका नै भत्काइदिएर गयो के गर्नु बारी पछाडि हाम्रो देख्नु भएको छ नि अनारको बारी अनार पनि छ हाम्रो घरमा तपाईलाई थाहा छ हाम्रो घरमा अङ्गुर छ उठो पनि छ हाम्रोसँग के भन्थ्यो त्यसको नामै बिर्सी क्या स्ट्रबेरीको बिउ छ नि हामी सुको हो क्या अनि आजको लागि यति मात्र भिडियो हो कमेन्टमा ह्यापी बर्थडे लेखिदिनुहोस् ह्यापी बर्थडे लेखिदिनुहोस् केक पनि रिस्पोन्ड गरिदिनुहोस् हुन्छ ल बाई बाई